नमस्कार। आज चाहिँ तपाईहरुलाई हामीले मूर्तिमा कसरी बुट्टा कोरिन्छ भनेर देखाउँछु है त। यसको लागि चाहिँ अब सफा गरिसकेको देउतामा पहिला चाहिँ अब हामीले पेन्सिलले चाहिँ अब जुन डिजाइनको बुट्टा कोर्ने हो त्यही डिजाइन चाहिँ यसरी लेख्नु पर्छ। अब यसरी लेखिसकेको डिजाइनमा चाहिँ हामीले चाहिँ फेरि यो कटाङहरुले चाहिँ बिस्तारै यसरी जस्तो पेन्सिलले कोरेको छ त्यसरी नै कोर्छौं। अब यसरी कोरिसकेको बुट्टालाई चाहिँ हामीले चाहिँ यसरी काटकुट पारेर यो बुट्टाहरुलाई चाहिँ हामीले बिस्तारै यसरी शेपहरु दिदै फिनिशिङ गर्दै लान्छौं। हामीले चाहिँ यो मूर्तिमा चाहिँ हरेक ठाउँमा चाहिने अनुसारको डिजाइनहरु चाहिँ यसरी छुट्टा छुट्टै कोर्दै अनि तयार पार्दै जान्छौं र लास्टमा चाहिँ यस्तो देखिन्छ। धन्यवाद।